आज चाहिँ हामी घान्द्रुकदेखि फर्किने क्रममा छौँ। यहाँको कल्चरल ड्रेस लगाएर एउटा सानो भिडियो क्लिप पनि राख्न मन लाग्यो मलाई, अनि यसरी नाच्न थालेँ। यो चाहिँ पानी घट्ट रहेछ। त्यसपछि हामी फर्किने क्रममै एउटा सानो पुल जस्तो थियो, त्यहाँ एउटा भिडियो पनि बनाइहाल्यौँ। अहिले चाहिँ हामी फर्किँदैछौँ है त। अब हामी बागलुङ आइसक्यौँ। बागलुङ जिल्लामा छौँ अहिले हामी। र यो चाहिँ पर्वत र बागलुङलाई जोड्ने पुल। यो चाहिँ एकदम लामो पुल छ। त्यसपछि हामी बागलुङ कालिका मन्दिरमा पूजा गर्नको लागि हिँड्यौँ। मेरो छोराले चाहिँ छाता ओढेर हिँड्ने भन्दैछ एक्लै। बागलुङ कालिका मन्दिर चाहिँ एकदमै राम्रो लाग्यो मलाई। कति रमाइलो ठाउँ, साह्रै मन पर्यो। त्यसपछि फेरि हामी फर्किन लाग्यौँ। त्यसपछि हाम्रो यात्रा चाहिँ कालिका मन्दिर बागलुङ कालिका मन्दिर सकेर पञ्चकोट मन्दिरतर्फ थियो। यो चाहिँ टाढाबाट पञ्चकोटको दृश्य। त्यसपछि हामी पञ्चकोट मन्दिर पुगेर पूजा गर्न थाल्यौँ। श्री पञ्चनारायण शालग्राम मन्दिर एकदमै राम्रो ठाउँमा रहेछ। यहाँ माथिबाट चाहिँ तल जुन बजार एरिया तलको भ्यू हेर्दाखेरि एकदमै राम्रो लाग्यो। पानी पनि परिरहेको थियो। हामीले खासै त्यस्तो सोचे जस्तो मजाले चाहिँ अझै इन्जोय गर्न पाइएन। त्यही पनि यो भ्यूहरू हेर्दाखेरि मलाई एकदमै राम्रो लाग्यो यो मन्दिर। यसरी यो सबै चाहिँ पञ्चकोट मन्दिरकै दृश्य हो। यहाँ स्विङको पनि व्यवस्था रहेछ। त्यसपछि हामीले चिया खायौँ।